नमस्ते, मेरो नाम चाहिँ निशा कुमारी सुनार हो। म चाहिँ सिन्धुलीदेखि आएको। अहिले चाहिँ म हालसालै भक्तपुर बस्दै आएको छु। मैले प्लेसमेन्टबाट भिजाको लागि प्रोसेस गरेको थिएँ। मेरो भिजा सक्सेस आएको छ। मैले चाहिँ साथीको थ्रुबाट थाहा पाएको प्लेसमेन्ट, अनि आएर मैले आसना म्यामसँग काउन्सिलिङ गरेर जापानको बारेमा धेरै कुराहरू सिकेर बुझेर मैले एप्लाई गरेको हो। मलाई यहाँको क्लासेस सेन्सेहरू एकदमै राम्रो, एकदमै हेल्पफुल, काइन्डफुलहरू हुनुहुन्छ। नबुझेको कुराहरू सोधेपछि सबै कुराको एन्सरहरू दिनुहुन्छ, राम्रोसँग गाइड गर्नुहुन्छ। यहाँको सेन्सेहरूदेखि लिएर काउन्सिलिङदेखि लिएर सबै राम्रो छ। यहाँबाट डकुमेन्टेसन गर्दा चाहिँ एकदमै इजी भएको छ। सर म्यामहरूको गाइडले गर्दा म डकुमेन्टहरू एकदमै स्ट्रङ बनाउन सकेँ। मेरो सुरुको दिनदेखि अहिलेसम्मको प्लेसमेन्टसँगको जर्नी एकदमै रमाइलो भएको छ। मैले प्लेसमेन्टबाट धेरै कुराहरू सिकेको छु। मेरो भिजा प्रोसेसिङ पनि एकदमै स्मुथ भएको छ। यदि तपाईँहरू जापान जान चाहनुहुन्छ भने प्लेसमेन्ट आएर एकचोटि भिजिट गर्नुहोला, किनभने यहाँको सर म्यामहरूदेखि लिएर यहाँको काउन्सिलिङ एकदमै राम्रो छ। एकदमै तपाईँहरूको 100% भिजा आउँछ यहाँबाट एप्लाई गर्नुभयो भने।